बल्थली आइपुग्यो बल्थली आइपुग्यो त्यो चाहिँ फेरि उता तलतिर जाने चाहिँ कची बाटै हो त्यो चाहिँ बाटो चाहिँ थाहा छैन पिच जस्तो रहेछ तर उताको बाटो त उताको बाटो त पिच जस्तो रहेछ अलिकति थर्लक्क नआइकन जाने म एकचोटि एक मजाले आउँछु तलतिर यो बाटो तपाईँले पिचबाटै खोजे भए त खत्तम हुन्छ लड्किसरी पुग्थ्यो ऊ त्यो बाटो चाहिँ लड्किसरी यो चाहिँ ठ्याक्क लड्किसरी माथि पुग्छ कि यो बाटो चाहिँ अब तपाईँले नरिसाइकन अब त्यो खोलामा एकछिन नगर्नुपर्छ बसेर अलिकति टाउको नगर्नु पर्छ तपाईँ पनि अलिकति फ्रेस हुनु अब 4-5 दिनमा यहाँ आइपुग्छु म एकलाई नर्मल लाग्यो यहाँ चाहिँ फ्रेस खोलाबाट बगेको फ्रेस वाटर हुन्छ पहिला तार्ने साइबर चुको गोठे बोल्ने गोठे बोल्ने त्यही गोठे आऊ है एंड छामे गते गम थेबले जु कटसे त आउनु गते बंगाली पाइला चाहिँ पिज्जा नम गोपाल मेमेला वरि चिर गोबा गोपाल मेमेला वरि चिर वरि बु स्वर्ग ध्वजी खेपा ला एकदम लानु कदे ग्लारी बिचर गुमला खेप गर्दा गोबल बाजेको यो बाटो त यो त खतम छ नि उ माथि उता जाने त राम्रो बनाएको छ यिनीहरुले फेरि उताबाट जाने त राम्रै बनाएको छ यताबाटको यो यिनीहरुको हुन्छ नि या के भन्छ रे यो राजनीति गर्दा यस्तो भएको के हाम्रो अब अस्तिको भन्दा त राम्रै होइन त गाडी त्यति नहिँड्ने यो त यसमा क्यु हिँड्छ क्यु गाडी हजुर यसमा त क्यु गाडी हिँड्छ यसमा बिहान बेलुका एउटा क्यु हिँड्छ के एउटा बिहान एउटा बेलुका आइपुग्छ यसमा माथि लाने तल ल्याउने माथि ल्याउने तल ल्याउने पहिला यो अहिले छैन गोडसोट सबै यो खतम भयो खोलै खतम भइसक्यो पहिला ठुलो खोला थियो हामी हुँदाखेरि त हामीले तर्न त्यो यता वारपार गर्न गाह्रो थियो अहिले त खोलै सुकिसकेको छ ए फर्स्ट क्लास धोएर एकचोटि धोएर पकाउनु पर्ने फ्रिज तिमीले भन्नै पर्दैन हौ म त फुड सेफ्टीको बारेमा सबै कुरा थाहा भएको मान्छे हो
पहिला हामीले यो खोला तर्न नसक्थ्यो अब कत्रो सानो भएको छ हाम्रो पहिलाको छ नि यो हाम्रो घरको नजिकको खोला जत्रो हो अहिले यो ग्लोबल वार्मिङ भन्छ नि हो त्यसको असर हो त्यसको असर हो यो भन्ने कुरो हामीले चाहिने धेरै युज गरेपछि यस्तो हुन्छ देखाउन होइन कि आगो र यो खोला पहिला हामीले तर्न नसक्नु सानो बच्चाहरूले तर्न नसक्छ अब हेर त एउटा मलाई 5 वर्षको बच्चालाई तर्न सक्ने खोला पहिलाको बाजेहरू धेरै एज बाँच्नु भन्ने कारण त्यही हो क्या यही कारण पुल काटेपछि एकदम साइड लाउनु ल हामीहरू म अलिकति टाउको अलिकति खलक्क गर्छु अलिकति नुहाउनु पर्यो सधैँबाट आएपछि आज नहरेछु है लाजे मर एक हप्ता त पुगेको छैन 2 दिन भयो 2-3 दिन तपाईँले साइड लाउने ठाउँ पनि राम्रो रहेछ तपाईँ पनि ऊ गर्नु भयो अलिकति फ्रेस हुनु अलिकति मलाई नुहाउने ठाउँ त धेरै नुहाउने पानी हाल्ने के त्यत्रो पोखरी देखेन त्यसमा सलल्ला त्यसैमा ऊ गर्नु यता साइड लाउनु न मजाले साइड लाउनु अनि ल धन्यवाद यता नआउनु पर्यो